हेलो गाइस, हामी चाहिँ बेलुकातिर यसो झुम्कातिर निस्किरा हैन। हाम्रो केटाहरू चाहिँ यसो भोलि चाहिँ काठमाडौँ गइछ होला, त्यही भएर आज यसो हल्का सपिङको लागि हिँड्या केटाहरू यसो सपिङ गरेर हिँडिरहेछन्। म चाहिँ यसो सपिङ गराइन्छु भनेर हिँड्या, तर पैसा चाहिँ मसँग छैन। हेर म्यानेजर पनि हो नि यत्रो म्यानेजर अर्थमन्त्री भनेको यो ठेकदार। मैले अस्ति यसलाई पे राख्न दिएको छु हैन, त्यही भएर केटाहरू अब यसो गएर कपडा सपडा किन्नुपर्छ हैन। अब मलाई चाहिँ कपडा भएन, एक स्पेशल जुत्ता कपडा भएन के भन्दा मलाई स्पेशल जुत्ता एकदम के भने अब यसले ओ विज्ञान त के भन्छ है यसले, त्यही त हो बानी भइरहेको त्यही भएर च्याप च्याप पक्दिन्छ हो। अनि अन्त देख्ने बित्तिकै चाप स्टार्ट मलाई समात्नु चाहिँ भनेको त्यो हेरेर गएको थियो भने बेलुका खाली याद गर्नुभयो तपाईँले। बमिट आउँदा उता त्यहाँ पनि सुक्खा छैन, मलाई कहाँ गएर सुक्खा छैन। जे चिज नदेख्यौँ भने यस केटाहरू छक्कादेखि चाहिँ मजाले तर्सिएर छन् है। अब उहाँहरूलाई तर्साउने काम नगरिदिनु होला। तेस्रो लिङ्गीदेखि चाहिँ खै किन तर्सियो थाहा छैन केटाहरूले होइन। त्यहाँदेखि केटाहरू चाहिँ रमाइलो घटना गर्दै जान्छन्। हामी चाहिँ सपिङ गरेर आज घर कलर भयो होइन। अब 3जना मिलेर 4जना मिलेर घर कलर हाने, एउटा चाहिँ टाप कस्थ्यो होइन। तपाईँले नै एकछिन सघाउनु भयो, अझै बाँकी छ कामहरू। अब बिस्तारै सघाउने सुज गरेर हामी अगाडि बढिरहेछौँ। अब भोलि चाहिँ पुरै एकदम पर्फेक्टली डिजाइनर गर्नुपर्छ होइन। सफारी आएन केटाहरूलाई आज डर हिँडेको जस्तो छ। यति भएर हेर त काउ चर त बाबु, चर हेर त सानो बाबु रहेछ। हेलो ओ बाच्छा यो त ठुलो गाई रहेछ। आज ओ केटा हो, गाईले झन्डै हान्यो भाइ नि टर्ने। हाम्रो त छैन, गाई त छ नि, तर हामी यस्तो चढ्ने खालको छैनन्। तर यस्तै हो जिन्दगानी, रमाइलो गर्दै गर्नुपर्छ भनेको जस्तो लाग्छ होइन। हजुरहरूलाई केटाहरूले के किन्न खोज्छन्, म टोटल्ली तपाईँहरूलाई स्पेसली भिजिट गर्छु होइन। यस्तो कहिलेकाहीँ रमाइलो गर्दै गर्नुपर्छ, कहिलेकाहीँ यस्तो इन्टरटेनमेन्ट गर्नुपर्छ। हाम्रो नहर होइन, सप्तकोशीको पानी यसबाट हुँदै सिँचाइ हुँदै इन्डिया जान्छ। यो चाहिँ खास यता तल्लो साइडकोतिर चाहिँ म्याक्सिमम् यतातिर वरि यो त नहरको जति पनि तल्लो भागमा छ त्यो भागमा भयो जति चाहिँ यो नहरको पानीले सिँचाइ गरेर धान रोप्न सकिन्छ। धान मकै जेसुकमा नि उतापट्टि चाहिँ लान गाह्रो हुन्छ, किनभने अग्लो डिल्छ होइन। त्यही भएको कारणले यो चाहिँ नहर चाहिँ खास इन्डिया पानी जान्छ होइन। ओ ल यहाँ अगाडि चाहिँ कति सुन्दर कुकुर रहेछ है, पप्पी कसको हो नि हेर्नु त। के आएको भन्छ, कसको पप्पी हो यार। ओइ यता के आएको। हड्डी छ पाएछ छोड। कोही केटा तिमीहरू साथी यहाँ रहेछ है, तिमीहरू साथी आयो कत्रो सिक्यो चाहिँ हेर गरिसक्यो मुलाहरू। लास्ट गरिसक्यो केटा तिमीहरू कुदा अब त्यहाँ भेटेर हुन्छ त्यो पागल भेटेर जानुपर्छ केटा। कत्रो सिङ रहेछ हेर यसको, सिङले हालेर त मारेर रहेछ भाइ एकचोटि सिङले। हामी चाहिँ झुम्का बजार आइपुग्नु लाग्यो। यो चाहिँ झुम्का बजारको पार्क होइन। पार्कमा बस्नु लायकको मान्छे त छैनन्, त्यो पनि हिँडिरहेछन् यता दायाँ बायाँ हिँड्दै। नेपालको राष्ट्रिय झन्डाहरू चाहिँ टन्ने रहेछन्, जो सलाम गर्दै हामी चाहिँ झुम्का बजारतिर गइरहेछौँ है। यसो पार्क हेर भक्काएर रमाइलो पनि भइरहेछ एकदमै। ल बाबा यो चाहिँ झुम्काको बुद्धको मूर्ति रहेछ पार्कमा, कति सुन्दर रहेछ हेर्नु, आर्ट पनि दामी। झुम्का बजार आइसक्यौँ होइन। अब यस्तो झुम्का बजार चाहिँ यस्तै हो। अहिले पछाडि चाहिँ अलि राम्रो बनाएर गमला डोडाहरूमा फुलसुल रोपेर गरेर छ। यस्तो सुन्दरता भरिपूर्ण झुम्का बजार रमाइलो छ। बेलुकाको अब दसैँ आउन लागेको भक्काएर चाँजो बाँचो त्यस्तै छ होइन। हेरेर सक्नुहुन्छ अलि बिजी नै छ। यता चाहिँ मेन बजार लाग्ने ठाउँतिर चाहिँ यता चाहिँ हिँडेर जाने बाटो हो होइन। केटाहरू कपडा किन्न गएर कहाँ किन्न गएर थाहा छैन।
म नि 7 सपोर्टमा यस्तै लागेर हिँडिरहेको छु है त घरदेखि नै लगभग 2-3 किलोमिटर हिँडेर आइपुग्यौँ आधी घन्टा जस्तो लाग्यो त्यस्तै अब हामी यस्तो कपडा किनेर हामी लाग्छौँ होइन सपिङको लागि आएको हामी खास अब सपिङ गरिसकेपछि हामी फर्किनु पर्ने हुन्छ बेलुकाखेरि अझ केटाहरू कपाल काट्ने हुँदैछ नि अब कपाल काटेर हामी फर्किन्छौँ है त केटाहरू कहाँ हिँड्यो है भाइ केटाहरू चाहिँ सुई अगाडि हिँडेको छन् है दायाँ बायाँ केही हेरेनन् कहाँ हिँड्यो पनि थाहा छैन हेर्दै जाउँ कहाँ पुग्दा रहेछ कहाँ हिँड्यो है तिमीहरू चाहिँ हिँड्यो यिनीहरू हिँड्यो है क्या तिमीहरू ओ बिगान्दै तारे कपडा किन्नलाई कपडा किन्न गइरहेको छन् होइन अब यसो कहाँ हिँड्यो त खास ए कपाल काट्नुलाई हामी चाहिँ यसो कपाल काटेर अब निस्किन्छौँ है त गाडी हाम्रो दाइको चाहिँ मेकअप भइरहेको छ मस्त कपाल काटेर हिरो पल्ट भइसकेको छ रेखा सेखा देखा दामी देखिया ट्याक्क ह्यान्डसम भनेर कपाल यसो तपाईँको रेखा नि हेरेर दिनु रेखा खोइ देखेन है रेखा त त्यही त्यहाँदेखि छोड्नु राति अब यतापट्टि दिन्छु है के ढिलो भइसक्यो कडा रियलमी हो रियलमी 13 चाहिँ खोइ कति हुँदैन त अनि पासपोर्ट के ह्यान्डसम देखियो होइन Castro @123 ह्यान्डसम छ हाम्रो दाइ होइन अब 74 कपाल काटेर भोलि चाहिँ काठमाडौँतिर लागिन्छ बाबा हाय कतिवटा केटीले दिल यो मेरो दिल कसले चोरेछ भन्न हामी चाहिँ कपाल काटेर बाहिर निस्किँदै थियौँ होइन बाहिर कपाल काटेर 1 घन्टै लाग्यो दाइले 1 घन्टै लाग्यो त्यही नै अब हामी बाहिर निस्केर चट्ट हिँड्यो अनि केटाहरू अब यस्तै हो रमझम गर्दै ड्रेस कपडा किन्ने भनेको रात परिसक्यो के गर्छन् गर्दैन किन्छु भने चाहिँ त्यस्तै रह्यो आजको दिन होइन अब अझै कपडाहरू किन्ने भने किन्छ किन्दैन अब हेरौँ गएर कस्तो हुन्छ रमाइलो हुन्छ अझै झुम्का बजारको माहौल चाहिँ रात परिसकेको छ एकदमै होइन नाइट टाइम भइसकेको छ होइन समय रातको समय छ अब नाइट बसहरू हिँड्ने समय भयो तर आज चाहिँ त्यति धेरै देखेको छैन किनभने मुगलिङ सडक चाहिँ अलि जाम भएको कारण म्याक्सिमम् डेमै हिँडिराख्नु भएको छ त्यही भएर अहिले खासै छैन समय किन चाहियो सहरमा हामी यसो कपडा किनेर गइरहेको छौँ होइन अब यस्तो चट्ट तरिकाले दसैँको सपिङ हान्नु पऱ्यो होइन ए केटाहरू अलिकति आक्रोश गरेका छ कपाल काटेर रात बिताइदिइहाल्यो अब गएर अझै थुप्रै कामहरू बाँकी छ काटेर चट्ट तरिकाले हाम्रो गाउँतिर गएर यसो हिरो पल्टेर गइरहेको छन् होइन भोलि गएर यसो फेरि डडेललाई चाहिँ डडेलो हेर्छ फुल डडाको जस्तो झुम्काको फेमस मन्दिर रामधुनी श्री शनि रामधुनी मन्दिर हो यो चाहिँ झुम्काको रमाइलो छ जमजम हाम्रो लुगा किन्ने सुटिङ सेन्टरमा आइपुग्यो होइन अब केटाहरू कस्तो कपडा खान्छ सपिङ भइसक्यो होइन हामी केटाहरू सपिङ हालिसक्यो चाहिएर हामीले अनि हामी चाहिँ अब यसो सपिङ भइसकेपछि हामी सरसर हामी घर जान लाग्यो होइन घर जान लाग्यो अगाडि चाहिँ जस आज भएको इन्टरटेनमेन्ट यस्तो रमाइलो छोटो मिठो घटनाहरू हजुर देखाउने प्रयास गरिरहेको छौँ हामीले हजुरलाई यो भिडियो मन पऱ्यो भने लाइक सब्सक्राइब गर्न नबिर्सिनु होला फेरि हजुर सबैजना दसैँपछि आउँदै गरेको शुभ दीपावली त छठको चाहिँ धेरै धेरै शुभकामना सबैलाई आउँदै गरेको शुभ दीपावलीको शुभकामना है सब नेपाली दाजुभाइ ओके गुड लक गुड नाइट